किताब बेचेर के भइरहेछ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई सुनाउँछु। अब यो किताब बेचेर पहिला त पैसा जम्मा गरियो। अहिलेसम्म पश्चिम महाकालीबाट यहाँसम्म आउँदाखेरि 42 जिल्ला, यो मोरङ जिल्ला चाहिँ 42औं जिल्ला हो र यो अन्तिम नगरपालिका भयो। अब यो सकिएपछि पर्सिदेखि हामी झापा जिल्लामा पस्छौँ। 42वटा जिल्ला सिद्धियो र आज चाहिँ 429 दिन भयो। हेर्नुहोस्, यो किताब बेचेको हिँडेको 429 दिन भयो। अब यो 429 दिनमा कति किताब बेच्नु भयो होला भनेर सोच्नुहुन्छ होला। 2 लाख प्रति काट्यो। अस्ति हामी गुर्लाबारी छँदाखेरि 2 लाख काट्यो। अब यो 2 लाख किताब बेचेको पैसा कति आउँछ भन्दाखेरि 14 करोड चाहिँ यो किताबको मूल्य भयो। यसमा खर्च घटाएर 11 करोड जति चाहिँ यो किताबबाट बेचेर आएको पैसा। त्यो पैसाले के गरेको छ त भन्दाखेरि वीरगञ्जमा भएको कृषि औजार कारखाना मर्मत गर्यो। पुरा 1 वर्ष लाग्यो। हेर्नुहोस्, 25 जनाको टोलीलाई, इन्जिनियरहरूको टोलीलाई पुरा 1 वर्ष लाग्यो त्यो मर्मत गर्नु। अनि त्यसपछि करिब 3 करोड रुपियाँ जतिको औजार, नयाँ औजार, आधुनिक औजारहरू पनि किन्यो र अहिले 15 किसिमको चाहिँ औजारहरूको नमुनाहरू बनाएर परीक्षण गर्दैछन्। कोही सफल भइसक्यो, कोही हुँदैछ। अब त्यो कस्तो कस्तो औजार बनाउँदैछ त त्यो पनि सुन्नुहोस्। अहिले त्यहाँ बनाएको औजार भनेको धान रोप्ने, सानो ठुलो खेतमा होइन, सानो खेतमा सानो किसानलाई चाहिने धान रोप्ने, कोही चाहिँ के अरे त्यत्तिकै हातले धकेलेर रोप्ने, कोही चाहिँ सानो इन्जिन राखेर रोप्ने, त्यस्ता मसिनहरू बन्दैछ। अनि तरकारीहरू रोप्ने मसिन बन्दैछ। अनि यो मकै छर्ने पनि 2-3 किसिमको मसिनहरू बन्दैछ। र अब धान गोड्ने, धान के अरे लाई चाहिँ झार्ने, काट्ने जस्ता मसिनहरू पनि बन्दैछ। मकै छोराउने मसिन त्यो पनि बन्दैछ। अब आलु रोप्ने मसिन पनि बन्दैछ र आलु खन्ने मसिन पनि बन्दैछ। अरू मसिनहरूमा जस्तो गाई पाल्नेहरूलाई, गाई भैँसी पाल्नेहरूलाई त्यो घाँस चाहिँ धुलो बनाउने, मसिनो बनाउने चाप कटर त्यो पनि बन्दैछ। अब यो गाई गोठ, भैँसी गोठहरूलाई त्यो गोबरलाई चाहिँ धेरै पाल्नेलाई, छोडेर एउटा दुईटाको त समस्या हुँदैन, तर धेरै पाल्नेहरूलाई चाहिँ यो गोबर चाहिँ लाई पेलेर धुलो बनाएर त्यसलाई चाहिँ मल बनाउने भन्ने एउटा मसिन पनि बन्दैछ। अब दुधको भनौँ न खोवा बनाउनेहरूलाई, मिठाई बनाउनेहरूलाई त्यो खोवा घोट्ने मसिन भनेर त्यो पनि बनाउँदैछ। अब यस्ता धेरै किसिमका मसिनहरू। अनि यो सानो हाते ट्र्याक्टर हुन्छ नि, यो मिनी टिलर, त्यो मिनी टिलरमा राखेर जोडान गरेर जोत्ने, अब हिल्याउने, यस्ता किसिमका सानो कुराहरू चाहिँ बन्दैछ। र त्यहाँ बनाउने सामान भनेको ठुलो किसानलाई होइन, सानो किसानहरूलाई, जसले चाहिँ थोरै भनौँ ठुलो मसिन किन्न सक्दैन। अब ठुलो किसानले त ठुलो मसिन किन्न सकिहाल्छ। सानो किसानहरूलाई फाइदा हुने मसिन बनाउँदैछौँ। अब त्यो मसिनहरू अब 1 वर्षभित्रमा तपाईँहरूको गाउँघरमा पनि आउँछ। किनभने अहिलेसम्म हामीले पुरा झन्डै 1 वर्ष जति त केमा बितायो भने कस्तो मसिन बनाउने, कसरी बनाउने भन्ने कुराहरू बनाएर मात्र भएन, टेस्ट गर्ने, टेस्ट मात्र गरेर भएन, त्यसलाई कति सकेसम्म सस्तोमा कसरी बनाउने, त्यो सस्तो चाहियो नि त, महँगो बनाएर त भएन। अब विदेशहरूबाट आएको त्यस्तो मसिनभन्दा हाम्रो बलियो कसरी बनाउने होइन, सस्तो कसरी बनाउने, त्यो कुराहरूमा चाहिँ अनुसन्धानहरू गरेर अहिले चाहिँ त्यहाँ काम भइरहेछ। अहिले 40 जना मान्छे छन् त्यहाँ र अब हामीले 100 जना मान्छे अब अरू पुर्याउँछौँ र अब उत्पादनमा लगेपछि चाहिँ त्यो हुँदैछ। यस्तो किसिमको कामहरू त्यहाँ भइरहेछ। तपाईँहरू चाहिँ गाउँघरबाट कहिले वीरगञ्ज जानुभयो भने सुरुमै वीरगञ्ज पस्नुभन्दा अगाडि त्यहाँ भाटभटेनी भन्ने छ, भाटभटेनीको अगाडि त्यो कारखाना छ, त्यो कारखानामा गएर हेर्नु होला। जहिले गए पनि हुन्छ। एउटा कुरा यो भयो,
दोस्रो कुरा यसरी तपाईँहरू गाउँलेसँग भेट भएको बेलामा मैले के भन्छु अर्को त्यही अनुरोध गर्छु के भने तपाईँहरूको यो गाउँघरमा कोही मान्छे विदेशमा कुनै कारखानामा काम गरेर सिप भएको कारखानामा काम गर्न जानेको मान्छे यहाँ गाउँमा बसिरहेको छ त्यसले चाहिँ नोकरी खान चाहन्छ भने यहाँ पठाइदिनुहोस् हामी चाहिँ त्यसको सिप जाँच गर्छौँ 2-3 हप्ता राखेर त्यही कारखानामै राखेर त्यहाँ भइरहेका कामहरूसँग लगाउँछौँ काम गराउँछौँ अनि राम्रो सिप छ ढङ्ग छ भनेदेखि उसलाई चाहिँ तुरुन्तै जागिर पनि पाउँछ ल अनि जागिर कति पाउँछ त्यो सिप कस्तो छ त्यही अनुसारको जागिर पाउँछ पढाइ अनुसारको होइन सिप अनुसारको चाहिँ जागिर पाउँछ ल यति हो कुरा केही प्रश्न छ भने सोध्नु हामीले त तपाईँलाई मिडियाबाटै जानेका छौँ यी तपाईँले भनेका कुरा र गरेका कुराहरू यही पुस्तकमा पनि होला होइन सब पैसा ल नजाने कुरा यसलाई सोध्ने यो किताब फेरि अर्को कुरा सुन्नुहोस् यो किताब चाहिँ अब पैसा जम्मा गरेछ अब हामी नेपालभरि बेच्दाखेरि कम्तीमा 20 करोड रुपियाँ जम्मा हुन्छ भन्ने चाहिँ हाम्रो अनुमान छ त्यो त पक्कै भइहाल्छ किनभने 20 करोड जम्मा गर्नलाई अब 3 लाख जति किताब बेच्नुपर्छ अहिले 2 लाख नागिसक्यो होइन अब झापा जिल्लामा पनि जाला 25-30 हजार त जाला अब बागमती प्रदेश भन्ने त्यो सँगै छ त्यहाँ बेचेकै छैन काठमाडौँमा पनि बेचेको छैन हामी त महाकालीबाट सुरु गरेको अब गण्डकी प्रदेशमा पनि बेचेको छैन गर्दाखेरि त 3 लाख त सजिलै पुग्छ अनि यो पैसाले कारखाना चलायो अब सुन्नुहोस् अब तपाईँ हेडमास्टर भन्नुभयो नि होइन सर भन्नुभयो ल अब अर्को स्कुललाई चाहिँ अरू महत्त्वपूर्ण कुरा छ यहाँ स्कुल र कलेजहरूलाई र तपाईँ अभिभावकहरूलाई पनि अझै महत्त्वपूर्ण छ यो कारखाना चलाएको भन्दा नि महत्त्वपूर्ण कुरा छ क्या यसको उद्देश्य यो किताब मैले विद्यार्थीहरू र युवाहरूको यो चाहिँ जोस जाँगर बढाउनको लागि उनीहरूलाई चाहिँ उनीहरूको सोचाइ यो दिमाग परिवर्तन गर्नको लागि उनीहरूलाई हौसला दिनको लागि प्रेरणा दिनको लागि भनेर मैले यहाँ मेरो कथा लेखेको छु मेरो कथामा के लेखेको छु भने मेरो बाल्यकालदेखि अहिलेसम्म कति सङ्घर्ष गरेँ त मैले कसरी सङ्घर्ष गरेँ यसरी सङ्घर्ष गर्दाखेरि कति बलड्याङ खाएँ होइन कति काम सफल भए त्यो सबै कुरा लेखेको छु होइन असफल भएको कथा पनि लेखेको छु सफल भएका कथा पनि लेखेको छु र विद्यार्थीहरू र युवाहरूलाई मैले के प्रेरणा दिन खोजिरहेको छु भने जीवनमा कहिल्यै पनि हरेस नखाऊ बाउ बोएर हरेस जसले खायो त्यो मान्छेले जिन्दगीमा केही गर्न सक्दैन हरेस खानु हुन्न प्रयास गर्नुपर्छ यी मैले यसरी प्रयास गरेका थिएँ यस्तो काममा यसरी प्रयास गरेको थिएँ यसो गर्दा यसो भयो भन्ने किसिमले युवाहरूको चाहिँ सोचाइ परिवर्तन गर्न चाहेको छु त्यस कारणले स्कुलमा मलाई निमन्त्रणा गर्नुभयो भने मैले स्कुलमा गएर विद्यार्थीहरूलाई त्यही अनुसारको चाहिँ उनीहरूलाई चाहिँ भन्छु यो किताबको बारेमा के लेखेको छ कसको लागि लेखेको छ उनीहरूलाई भन्छु अनि अहिलेको युवाहरू के छन् भिडियो हेर्छन् सबैले अहिलेको भिडियो नहेर्ने त बुढाबुढीले त हेर्छन् अब केटाकेटीले नहेर्ने त कुरै भएन अब भिडियो हेर्छन् त्यो भिडियो युट्युबमा गएर मेरो भिडियो हेर भन्छु मैले चाहिँ अहिले यो यसरी डुल्दै हिँडेको अहिले मात्र होइन अहिले त मैले भने नि 429 दिन भयो भने 32 वर्ष भयो मैले यसरी डुल्दै हिँडेको यो किताब बेचेको मात्रै पो त 429 दिन भयो त अब यसरी डुल्दै हिँडेको गाउँमा समाजसेवा गर्दै हिँडेको गाउँमा विभिन्न किसिमका कामहरू गरेका त्यो सबै कहानीहरू चाहिँ युट्युबमा पत्रकारहरूले बनाएर राखेका छन् अनि विद्यार्थीहरूलाई म के भन्छु भने युट्युबमा गएर हेर युट्युबमा गएर त्यो भिडियोहरू हेर र अनि महावीर पुनले के गरेको रहेछ के गर्नुपर्ने रहेछ भन्ने कुरा बुझ भनेर विद्यार्थीहरूलाई पनि फकाइ फुलाइ गर्छु मैले चाहिँ हामी कहिलेकाहीँ हेर्छौँ हामीलाई त तुरुन्तै पैसा चाहिएको छ यहाँ तुरुन्तै पैसा चाहिएको छ नि मैले त यहाँ किताब बेच्दै गर्छु अनि पैसा जम्मा भयो भने जहाँ ब्याङ्क फेला पार्छ त्यहाँ ब्याङ्कबाट पठाइदिइहाल्छ यस्तो हो नि त यो पुस्तक पसलमा गएर हामीले स्टेसनरीबाट पुस्तक लिने कुरो चाहिँ अलिक गाह्रै हुन्थ्यो तपाईँ चाहिँ हामीसँगै सम्पर्कमा सिधै आउँदाखेरि होइन पुस्तक पसललाई पनि दिएको छ पुस्तक पसलहरूलाई मैले पुरै आह्वान गरेर के भनेको छ भने यो किताब तिमीहरूले पुस्तक पसलहरूले अहिलेसम्म हजारौँ किसिमका किताबहरू बेचे र यो जुन छ
पुस्तक पसलेहरूले बेचेर सहयोग गर्न चाहनुहुन्छ भने यो अभियान हो, राष्ट्रको लागि हो। तपाईँहरूले 50 रुपियाँ खानुहोस्, 750 रुपियाँमा 50 रुपियाँ खानुहोस् अनि 700 रुपियाँमा चाहिँ लिनुहोस् भनेर पुस्तक पसलेहरूले सबैलाई भनेको हो। अहिलेसम्म करिब 6वटा 7वटा पुस्तक पसलेले मगाउँछन्। यहाँ झापामा चाहिँ बिर्ता मोडमा एउटा पसलेले निकै बेच्यो होइन, अनि उता धरानमा बेच्यो, अनि काठमाडौँतिर उता पश्चिमतिर गर्दाखेरि 6-7वटा पसलेले अब 300मा 700मा लिएर बेचिरहेछन्, 50 रुपियाँ नाफा खाइरहेछन्। फेरि तिनीहरूले नाफा धेरै खाइरहेछन्, पाइरहेछन्। किनभने यो किताब 10वटा बेचेर 50 खानु र एउटा बेचेर 200 नाफा खानुमा त 50 खाएकोले जित्छ। फेरि यो किताब जस्तो तपाईँहरूको गाउँमा यहीँ कतै राखेको भए तपाईँहरूले अस्ति नै किन्नुहुन्थ्यो होला। तपाईँको नाम सुन्दै के छ भित्र भन्ने भइहाल्छ। किन्नुहुन्थ्यो त। गर्दाखेरि किताब पसलेहरूले के गर्छन् भने एकदम छिटो यो एउटा बन्डल छ, त्यो पकेट त्यो 35वटाको हुन्छ, 35वटाको बन्डल लैजाँदै बेच्दै फेरि अर्को लैजाँदै बेच्दै गरिरहेछन्। कमाउनेले कमाएकै छन्। तपाईँको अभियानमा सरकारले केही सहयोग गरेको छ कि छैन? तपाईँहरूलाई कसैलाई लाग्दो होला यो सरकारले त बेसरी मद्दत गरेछ भन्ने लाग्दो होला। सरकारले मद्दत गरेको भए यो किताब बेचेर हिँड्नु पर्ने थिएन। ल नम्बर अर्को